दौड्नुपर्ने हुन्छ। आज यो दौड पास्टर बुवाले मात्रै, सहायक पास्टरले मात्रै, अगुवाले मात्रै दौड्ने होइन। यो दौड चाहिँ, यो विश्वासको दौड चाहिँ जसले चाहिँ उद्धार पाएको छ ख्रीष्ट येशूबाट, सबैजनाले अनिवार्य रूपमा चाहिँ दौड्नुपर्ने हुन्छ। र विशेष गरी अब तपाईँ र मेरो दौड चाहिँ कस्तो दौड भइराखेको छ है, दौड कस्तो भइराखेको छ हामी हेरौँ भने, विशेष गरी अहिले हामीले संसारलाई हेऱ्यौँ भने, हामी मानिसहरूलाई हेऱ्यौँ भने, हामी चाहिँ के को लागि दौडिराखेका छौँ भन्दाखेरि धेरै मानिसहरू चाहिँ के खाउँला, के लगाउँला, के पिउँला भन्ने कुराको लागि, धन सम्पत्ति कसरी कमाउने भन्ने कुराको लागि मानिसहरूको दौडधुप भइराखेको छ। तर परमेश्वरको वचनले हामीलाई त्यो कुरा भन्दा पनि, हो त्यो कुरा पनि चाहिन्छ, नचाहिने हुन है, लत्ता कपडा खाने कुरा सबै कुरा चाहिन्छ, त्यो कुरा भनेको क्षणिक भरको लागि हो। तर हाम्रो दौड भनेको अनन्तको दौड हुनु जरुरी छ। आमेन। र विशेष गरी यहाँहरूले चाहिँ निकाल्न सक्नुहुनेछ, हिब्रूको पुस्तकलाई निकाल्नुहोस्। यहाँहरूले हिब्रूको पुस्तक 12 अध्यायलाई आज हामी दौडको विषयमा हेर्नेछौँ। हाम्रो दौड चाहिँ एकदमै परिपक्का दौड चाहिँ हुनु जरुरी छ। कस्तो दौड? पक्का दौड, राम्रो दौड, त्यहाँसम्म पुगेको दौड, जुन लक्ष्य थियो त्यहाँसम्म पुगेको दौड तपाईँ र मैले दौड्नुपर्ने हुन्छ। हिब्रूको पुस्तक 12 अध्यायको हामी 1 र 2ले हामी हेर्नेछौँ। यहाँहरूसँग मोबाइल पनि होला, यहाँहरूसँग बाइबल पनि होला, हेर्नुहोस्। त्यहाँ चाहिँ यहाँ यसरी लेखिएको छ, यसकारण यतिका साँचीहरूको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छ्याएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ के गर? दौडौँ। धैर्य साथ दौडौँ। र हामी हेऱ्यौँ भने यहाँ के छ भन्दा, यसकारण यतिका साँचीहरूको ठुलो बादलले हामीलाई घेरिराखेको छ। हेर्नुहोस्, यो दौड सबैजनाको लागि हो। हामी भने छ यहाँ हामी भने छ, तपाईँ र मेरो, तपाईँ र म, हामी सबैको लागि यो दौड, तपाईँ र हामी सबैले यो दौड चाहिँ दौड्नुपर्ने हुन्छ। येशू ख्रीष्टले, परमेश्वरले राखिदिनु भएको यो दौड चाहिँ तपाईँ र म, हामी सबैले चाहिँ दौड्नुपर्ने हुन्छ। र दौड्ने बेला चाहिँ यहाँ भनिएको छ, हामी दौडमा छौँ र दौडमा हुँदाखेरि यहाँ भनेको छ, यतिका साँचीहरूको ठुलो बादलले हामीलाई घेरिराखेको छ। हेर्नुहोस्, तपाईँ र मलाई हेर्ने व्यक्तिहरू हुनुहुन्छ। तपाईँ दौडिराख्नु भएको छ, तपाईको दौडलाई हेर्ने व्यक्तिहरू यहाँ हुनुहुन्छ। विशेष गरी हामी त्यो कुरालाई कहाँ पाउँछौँ भन्दाखेरि, हामी हिब्रूको पुस्तक 11लाई हामी हेरौँ। त्यो 11मा चाहिँ विश्वास गर्ने हिरोहरूको विषयमा छ। त्यहाँ चाहिँ कसको विषयमा छ? विश्वास, जो चाहिँ विश्वासको दौड पुरा गरेर परमेश्वरको सिंहासनमा हुनुहुन्छ। हेर्नुहोस्, आज ती व्यक्तिहरूले तपाईँ र मेरो दौडलाई हेरिराखेको छ र भन्दै हुनुहुन्छ, दौड, दौडी दौडी, छिट्टो दौडी, छिट्टो दौडी, छिट्टो दौडी भनेर चाहिँ तपाईँ र मलाई हौसला, उत्साह अनि ताली बजाइराखेको छ तपाईँ र मेरो निम्ति स्वर्गबाट। ती व्यक्तिहरू को हो तपाईँले हेर्न सक्नुहुन्छ। हिब्रूको पुस्तक 11मा तपाईँले हेर्न सक्नुहुन्छ। त्यो कुराहरू विश्वासका हिरोहरू हो, जसले चाहिँ तपाईँ र मलाई चाहिँ घेरिराखेको छ। तपाईँ र मेरो विश्वासको दौड्नको लागि उत्साह दिइराखेको छ, दौड्नलाई प्रेरणा गरिराखेको छ। हामी हेरौँ ती व्यक्तिहरू को हो। ती व्यक्तिहरू मूसा, ती व्यक्तिहरू अब्राहम,
ती व्यक्तिहरू दाउद, सारा, इप्ता, यी व्यक्तिहरूले तपाईँ र मलाई हेरिराखेको छ, उत्साह दिइराखेको छ। त्यस कारणले गर्दा हामी एक्लै दौडिराखेको छैन। तपाईँ र मलाई दौड्नको निम्ति ताली बजाइराखेको छ, छिटो दौड्नुहोस्, छिटो दौड्नुहोस्, हामी कहाँ आउनुहोस्। हेर्नुहोस्, तपाईँ एक्लै, यो नसोचिनुहोस् म एक्लै छु, म एक्लै छु भन्ने तपाईँले हेरिराख्नु पर्छ। स्वर्गबाट ती 16 जना छ, त्यहाँ चाहिँ 16 जनाको कुरा छ। 16 जनाले तपाईँ र मलाई ताली बजाइराखेको छ, तपाईँ र मेरो दौड देखेर ताली बजाइराखेको छ। त्यस कारणले गर्दा हेर्नुहोस्, तपाईँको दौड कस्तो दौड छ। तपाईँ एक्लै छैन दौड्ने बेलामा, दर्शक छ त्यहाँ, उत्साह दिने, हौसला दिने। त्यस कारणले गर्दा यो कुरा चाहिँ तपाईँ र मलाई चाहिँ मैले चाहिँ बुझ्नुपर्ने जरुरी हुन्छ। उहाँहरूले पनि विश्वासको दौडलाई के गरेको छ, पुरा गरेको छ। आज उहाँहरूसँग भेट गर्नको लागि, त्यो स्वर्ग राज्यमा तपाईँको प्रवेश गर्नको लागि तपाईँले विश्वासको दौडलाई पुरा गर्नुपर्ने हुन्छ। आमेन। र यतिका साँचेहरूको ठुलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमको बोझ र हामीले सजिलैसित जाउने पापलाई पन्छाएर हेर्नुहोस्, दौड्ने बेला, दौड्ने क्रममा हामी दौड्छौँ। जस्तै हाम्रो स्कुलहरूमा प्रोग्राम हुँदा, कहीँ पनि प्रोग्राम हुँदा हामी दौडमा भाग लिन्छौँ भने तपाईँ र मैले कसरी दौड्छौँ? तपाईँ र म चाहिँ दौड्ने बेला जस्तै 100 मिटर, 200 मिटर, 300 मिटर दौड्नु छ, तपाईँले जिन्सको प्यान्ट लगाएर दौड्नुहुन्छ, कोट प्यान्ट लगाएर दौड्नुहुन्छ, तपाईँको दौड फेल। जब तपाईँ 100 मिटर दौड्ने बेला चाहिँ तपाईँले जिन्सको प्यान्ट लगाएर, कोट प्यान्ट लगाएर दौड्नुभयो भने तपाईँ के हो, फेल। तपाईँले सक्नुहुन्न त्यो दौड पुरा गर्न सक्नुहुन्न। त्यो बोझ, त्यो भयो के भयो, बोझ, त्यो गरुङ्गो भयो तपाईँलाई, तपाईँले उठाउन सक्नुहुन्न। त्यो बोकेर चाहिँ तपाईँले दौडलाई पुरा गर्न सक्नुहुन्न। हर किसिमको बोझ भनेको चाहिँ यहाँ बोझको कुरा गरेको छ। र विशेष गरी म उदाहरण चाहिँ अस्ति भर्खर भएको यो घटना, दौड्ने बेला हामी एकदमै कसरी दौड्छौँ भन्दाखेरि हामी दौड्ने बेला चाहिँ एउटा कट्टु लगाएर, जुत्ता लगाएर हामी दौड्यौँ भने हाम्रो दौड के हुन्छ, पुरा हुन्छ। अस्ति भर्खर भएको, मेरै घरमा भएको घटना हो यो, है, मेरै घरमा भएको घटना हो यो। थाहा छ, कोलाई थाहा छ भन्दाखेरि धेरैले थाहा छैन यो कुरा, जम्मा 2 जना 3 जनालाई मात्रै थाहा छ। त्यो ढल्ने मान्छे लगाएर 4 जनालाई थाहा छ। मेरो बुढी, हेर्नुहोस्, कसको बुढी, मेरो बुढी। त्यो कुरा थाहा छ प्रज्वलको आमालाई, त्यो कुरा थाहा छ प्रज्वलको बुवालाई। म त कामले बिचबाटै के भयो, फर्केर आफ्नो कामको लागि गयो। मैले भनेको थियो त्यो लगाएर नदौडी, त्यो लाएर नदौडी, एकदम 3 इन्चीको के हो, चप्पल, 3 इन्चीको चप्पल लाएर दौडेको। हेर्नुहोस्, त्यहाँको त्यो एउटा दोकान छ नि, त्यहाँबाट पल्टेको धानबारीमा पुगेरहेछ। कहाँ पुगेरहेछ, धानबारीमा। हेर्नुहोस्, त्यसरी खेल खेल्दाखेरि विपक्षको टोलीले त्यसरी हानेर पल्ट्यो भने रेड कार्ड खान्थ्यो होला। त्यसरी दौडेको, त्यसरी पल्टेको, पुरै घाउै घाउ, यहाँ घाउ, यहाँ घाउ, यहाँ घाउ। हेर्नुहोस्, बोझका कुराहरू लिएर हामीले दौड्नु हुँदैन। दौड्दाखेरि के चाहिन्छ त्यो कुराले लिएर मात्र हामीले दौड्नुपर्छ, नत्र पनि हामी के हुन्छौँ, लुट्न सक्छ, हामीलाई अप्ठ्यारो आउन सक्छ। यो एउटा बोझ हो। अनि अर्को कुरा हामी हेऱ्यौँ भने, हामी बाइबलको कुरालाई हेऱ्यौँ भने, आत्मिक कुरालाई हामी हेऱ्यौँ भने, हर किसिमका बोझ तपाईँ र मेरो जीवनमा दौड्ने क्रममा हेर्नुहोस् बोझहरू आउन सकिन्छ। त्यो बोझ भने के हो भन्दाखेरि त्यो कुराहरूलाई आज तपाईँ र मैले पन्छाउन एकदमै जरुरी छ। हेर्नुहोस्, त्यो भित्री कुरा पनि हुन्छ, बाहिरी कुरा पनि हुन्छ। हेर्नुहोस्, यो भित्री कुरा भनेको के हो भन्दाखेरि, बोझ भन्नाले
तपाईँ र मलाई दौड्नको निम्ति अप्ठ्यारो पारिराखेको हुन्छ, त्यो हो एकदमै क्षमा। के हो? क्षमा नदिनु। यो क्षमाको विषयमा भन्नुपर्दाखेरि हेर्नुहोस्, तपाईँले यसलाई हल्का भएर नसम्झिनुहोस्। यो क्षमा भनेको हल्का, तपाईँले हल्का रूपमा नलिनुहोस्। यसले गर्दा तपाईँले क्षमा दिन सकेनौ भने तपाईँले दौड्न सकिँदैन। तपाईँको दौड कछुवाको दौड हो। फेरि यदि तपाईँले छिमेकीलाई अथवा आफ्नै घरभित्र अथवा श्रीमानलाई अथवा श्रीमतीलाई अथवा छरछिमेकलाई क्षमा दिनुपर्नेछ, त्यो क्षमा दिन सकेन भने तपाईँको लागि त्यो दौड, तपाईँको दौडको लागि त्यो के भयो? भारी भयो। अब त्यो भारी बोकेर तपाईँले दौड्न सक्नुहुन्न। हेर्नुहोस्, त्यस्तो कुराहरूलाई तपाईँ र मैले के गर्नु पर्यो? पन्छ्याउनु पर्यो। तपाईँ र मैले त्यो कुरालाई पन्छ्याएर दौडेको खण्डमा तपाईँको दौड के हुनेछ? पुरा हुनेछ। आज अनि हरेक किसिमका यहाँ भनेको छ अल्झाउने पापहरू भनेको छ। व्यभिचार, मूर्ति पूजा, लम्पटपना, ईर्ष्या, डाहा, क्रोध, यो भनेको यी कुराहरू भनेको के हो? तपाईँ र मैले दौड्नको निम्ति अप्ठ्यारो पार्ने बाधाहरू हो, बोझ हो यो। आज तपाईँ र मैले चाहिँ यी कुराहरूलाई, यी बोझहरूलाई पन्छ्याएर दौड्यो भने तपाईँको दौड कहाँ जानेछ? स्वर्ग राज्यको लागि जानेछ। तपाईँको दौड पुरा हुनेछ। त्यस कारणले गर्दा हेर्नुहोस्, तपाईँको जीवनमा अझै पनि यस्तो तितोपनाहरू, अझै पनि क्षमा नदिने कुराहरू, अझै पनि व्यभिचारका कुराहरू, अझै पनि झुट बोल्ने कुराहरू, अर्काको कुरा काट्ने कुराहरू छ भने कृपया गरी विशेष गरी आजको वचन अनुसार तपाईँले के गर्नुहोस्? साइड लगाइदिनुहोस्। तपाईँ दौडमा छ, परमेश्वरले राखिदिनु भएको दौडमा छ। तपाईँ दौडिराख्नु भएको छ। तपाईँ र मैले चाहिँ यस्ता कुराहरूलाई पन्छ्याउन सकिनँ भने तपाईँको दौडमा बाधा अवश्य आउनेछ। भारी हो यो तपाईँ र मेरो लागि। के हो? भारी हो। हेर्नुहोस्, यो एकदमै भारी हो, बोझ हो यो। हेर्नुहोस्, बोझलाई लिएर तपाईँले दौड्न सक्नुहुन्न। उदाहरणको लागि यो अझै पनि मेरै जीवनमा भएको घटनै हो। म पहिला 11 र 12 पढ्दाखेरि घरबाट के गर्थ्यो? म दौडेर जान्थ्यो। सधैँ त होइन, कहिले कसो म दौडेर जान्थ्यो। घरदेखि म कहाँसम्म दौड्थ्यो? स्कुलसम्म। मेरो लक्ष्य के थियो? मैले घरबाट दौडेर स्कुलसम्म पुग्नु छ। अनि बिचमा चाहिँ मेरो साथीलाई पनि मैले के गर्नु थियो? उठाउनु थियो। अनि यहाँबाट म दौड्थ्यो, एकदम टकचक टकचक टक 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 दौडेर के गर्थ्यो? साथीले उठाउँथ्यो। अनि साथीको घरबाट सँगै के हुन्थ्यो? दौड्थ्यो। के गर्थ्यो? मैले दौड्थ्यो। अनि हेर्नुहोस्, दौड्ने क्रममा दौड्यो, बिच बाटोमा पुगेको त साथीले रोक्नुहोस् भन्यो। किन? मेरो कापी समात्यो। के गरिदियो? मेरो कापी समात्यो। हेर्नुहोस्, हातमा कापी लिएको रहेछ, यत्रो मोटो कापी लिएको रहेछ, मोटो। उसको लागि के भयो? त्यो अब बोझ भयो। त्यहाँसम्म पुग्नको लागि उसको लागि त्यो के भयो? बोझ भयो। हेर्नुहोस्, मेरो लक्ष्य कहाँ थियो? मैले पनि टाउनसम्म पुग्नु छ त। अब हेर्नुहोस्, ऊ पछि पछि, मैले अघि गरेर मैले दौड पार गरेँ, तर उसले गर्न सकेन। यसको भन्न खोजेको के हो भन्दाखेरि तपाईँले बोझलाई लिएर, तपाईँले त्यो गरुङ्गो चिजलाई लिएर दौड्न सक्नुहुन्न। हेर्नुहोस्, त्यस कारणले गर्दा हर किसिमका पाप, बोझहरू तपाईँले पन्छ्याएर आज तपाईँ र मैले चाहिँ दौड्नु जरुरी छ। अनि यो सजिलैसित अल्झाउने पाप पन्छ्याउने अर्को कुरा के हो भन्दाखेरि हेर्नुहोस् है, सजिलैसित अल्झाउने पाप। हामी विश्वासीहरू भयो, हामी विश्वास गरेको 10 वर्ष, 5 वर्ष, 20 वर्ष, 30 वर्ष, 35 वर्ष, कसैले 40 वर्ष, कसैले त 50 वर्ष भइसक्यो। अझै पनि हाम्रो जीवनमा के छ भन्दाखेरि बोझहरू छ, त्यसले पन्छ्याउन नसकेको। त्यो कुराहरूलाई अझै पनि हामीले साइड गर्न सकिराखेको छैन। कसैको बानी अझै पनि के छ भन्दाखेरि
हेर्नुहोस्, कसैको बानी अझै पनि नसा गर्ने बानी, एउटा बोझ हो त्यो। हामी किनभने हामी चाहिँ परमेश्वरले राखिदिनु भएको दौडमा छौँ। हामी विश्वासीहरू है, हामी विश्वासीहरू परमेश्वरले राखिदिनु भएको दौडमा दौडिराखेका छौँ। अझै पनि हाम्रो के छ भन्दाखेरि यस्ता खैनी, चुरोट है, अनि चाहिँ जुवा, तास, रमझम यस्ता कुराहरू अझै पनि हामीले के गर्न सकेको छैन, साइड गर्न सकिराखेको छैन। त्यस कारणले गर्दा तपाईँ र मेरो दौड जहिले पनि पछि परिराखेको छ। हेर्नुहोस्, आज यस्ता कुराहरूलाई तपाईँ र मैले आफ्नो जीवनमा तपाईँको त्यो लतलाई, तपाईँको त्यो बानीलाई तपाईँ र मैले साइड लगाउन सकेनौँ भने तपाईँले कहिले पनि दौडलाई पुरा गर्न सक्नुहुन्न। आज हामीले चाहिँ फ्रिजभित्र रहेर यस्ता कुराहरूलाई तपाईँले साइड लगाउनु एकदमै के छ, जरुरी छ। तब मात्र तपाईँले चाहिँ सजिलैसित दौड गर्न सक्नुहुन्छ। अझै पनि बानी त्यही छ, त्यही बानी, त्यही खाने, त्यही लाउने, त्यस्तै हुलमुलमा जाने। कहीँ खगोमा मेला लाग्यो भने हुरुरुरु जाने, यो गगौमा मेला लाग्यो भने हुरुरुरु जाने, भकुण्डमा मेला लाग्यो भने हुरुरुरु जाने। हामीले के सोच्छौँ भन्दाखेरि यो मेला भन्ने कुरा हामीले के सोच्छौँ भन्दा यो त के मेलामा जानेलाई के नै हुन्छ त, मेलामा जाना के नै हुन्छ त, केही पनि हुँदैन, सामान्य हलुक्का सम्झिन्छौँ। हेर्नुहोस्, त्यो हलुक्का होइन, तपाईँको लागि के हो, त्यो बोझो, भारी हो। तपाईँको लागि के हो, त्यो भारी हो। तपाईँले दौड गर्न सक्नुहुन्न। हामी चाहिँ परमेश्वरले राखिदिएको दौडमा छौँ। त्यो कुरालाई बोकेर तपाईँले दौड गर्न सक्नुहुन्न। त्यस कारणले गर्दा एकदम होसियार जवान मित्रहरू, जवान जवानीहरू, यस्तो रमझममा कहीँ मेला लाग्यो भने हुतुतुतुतु जाने, कहीँ केही भयो भने हुतुतुतुतु जाने है, त्यस्तो कामहरू नगर्नुहोस्। तपाईँको लागि भारी हो यो। तपाईँले त्यो दौडमा छ, तपाईँले त्यो कुरालाई बोकेर कहिले पनि त्यो दौडलाई पुरा गर्न सक्नुहुन्न। अनि अर्को कुरा आयो अब आमाहरूको लागि, बुवाहरूको लागि। यो सजिलैसित हामीलाई चाहिँ यो भनेको छ सजिलैसित अल्झाउने पाप हो यो। हेर्नुहोस्, अब तपाईँ र मेरो लागि चाहिँ चाडबाड, एउटा चाड गइसक्यो, अर्को चाडबाड आउँदैछ। अनि यो विशेष गरी यो टिकाको विषयमा है, यो चाहिँ भाइ टिकाको विषयमा हो। सबै आमाहरूले चाहिँ दाजुभाइलाई भेट्ने, बियरको कार्टुन लग्ने, पल पल लग्ने, यस्ता कुराहरू हाम्रो समाजमा, हाम्रो विश्वासीहरूमा अझै पनि छ, अझै पनि छ। यो भनेको तपाईँलाई सजिलैसित अल्झाउने के हो, पाप हो। हो हो हामी भेटघाट गर्नुपर्छ, ठिकै हो, खानपिन गर्नुपर्छ, ठिकै हो, यो ठिकै लाग्छ। खानपिन गर्नुहोस्, रमाइलो गर्नुहोस्, ठिकै। तर रमाइलो गर्ने बेला सजिलैसित अल्झाउने पाप हुन्छ नि, विभिन्न किसिमका एकदमै गन्दा चिजहरू है, जसले चाहिँ बाइबलले तपाईँ र मलाई के गरेको छैन, अधिकार दिएको छैन। त्यस्ता चिजहरूले लगेर घरलाई अशुद्ध नपार्नुहोस्, आफ्नो जीवनलाई बर्बाद नपार्नुहोस्। यो भनेको तपाईँलाई अल्झाउने पाप हो। तपाईँको जीवनमा अझै पनि छ भने त्यो छोड्नुहोस्, त्यो लोभमा नपर्नुहोस् है। दाइबाट मैले यति पाउँछ, 5000 पाउँछ है, भाइबाट मैले 2000 पाउँछ भन्ने लोभ नगर्नुहोस्। आजैबाट तपाईँले छोड्नु। त्यो भनेको तपाईँको लागि अल्झाउने के हो, पाप हो। त्यो के हो, अल्झाउने के हो, पाप हो। सजिलैसित अल्झाउन सकिन्छ त्यसले। त्यस कारणले गर्दा तपाईँले यो सम्झिनुहोस्, म चाहिँ ख्रिस्टभित्र छु, म चाहिँ ख्रिस्टभित्र छु, म चाहिँ परमेश्वरले राखिदिएको दौडमा पुग्छु। यस्तो काम मैले गर्नु हुँदैन, यस्तो कदम मैले चलाउनु हुँदैन, म त दौडमा पुग्छु। अनि दाजुभाइहरूले पनि यो सोच्नुहोस्, दाजुभाइहरूले पनि यो सोच्नुहोस्, दिदीबहिनी आउनु भएन भने, भाइ टिकाको दिनमा दिदीबहिनी आउनु भएन भने दाजुभाइले सोच्नुहोस्, पक्कै पनि मेरो दिदीबहिनी चाहिँ परमेश्वरले राखिदिनु भएको दौडमा रहेछ, पक्कै पनि मेरो दिदीबहिनी चाहिँ परमेश्वरले राखिदिनु भएको दौडमा रहेछ। यो सोच्नुहोस्, नरिसाउनुहोस्।
अनि दाजुभाइले 2000 को नोट 3000 को नोट नदिँदाखेरि दिदी बहिनीहरू पनि नरिसाउनुहोस्। मेरो दाइ चाहिँ मेरो भाइ चाहिँ परमेश्वरको दौडमा रहेछ। मेरो दाइ चाहिँ अब चाहिँ परमेश्वरको दौडमा रहेछ भन्ने कुरालाई बुझ्नुहोस्। र यस्ता पापहरूमा यस्ता कुराहरूमा तपाईँहरू चाहिँ नअल्झिनुहोस्। यसलाई के गर्नुहोस्? पन्छ्याउनुहोस्, साइड गरिदिनुहोस्। आजको दिनदेखि के गर्नुहोस्? साइड गरिदिनुहोस्। हेर्नुहोस्, यो कुराहरू चाहिँ तपाईँले एकदमै मनमा राख्नुहोला। अनि पन्छ्याएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौडौँ। धैर्य साथ तपाईँ र मैले दौड्नु जरुरी छ। हेर्नुहोस्, हाम्रो दौड भनेको लामो दौड हो। हाम्रो दौड भनेको के हो? लामो दौड हो, म्याराथन हो, 100 मिटरको होइन। के हो? लामो दौड हो। त्यो 100 मिटर 200 मिटरको दौड होइन। हामी चाहिँ एकदमै टक्क 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 बिस्तारै दौड्ने र हामीले जानुपर्छ। हेर्नुहोस्, म उदाहरण दिन्छु। उदाहरण मेरो आफ्नै हो, म कसैको उदाहरण दिन्न, आफ्नै उदाहरण बोकेर आएको छु। मैले पहिला दौड्ने क्रममा हेर्नुहोस् है, म आर्मीमा जाँदाखेरि, यति सानो पनि कसरी आर्मीमा गयो होला नसोच्नुहोस्, म गएको हो। म आर्मीमा जाँदाखेरि दिपेशहरूसँग गएको। हेर्नुहोस्, म गएँ, ट्याक्क लाइनमा उभिएँ। मैले सोचेँ म दौड्न सक्छु। अनि मैले चाहिँ उसको जुत्ता लगाएको थियो, लेमनको जुत्ता एकदम नयाँ थियो, लगाएँ, टक्क उभिएँ मैले। अनि हुलमुलमा टक्क बसेँ, सिटी बजायो। अब सही सिटी बजायो। यो धैर्यको विषयमा मैले भन्दैछु, सिटी बजायो मैले। हेर्नुहोस्, त्यो चाहिँ 2 माइलको दौड थियो। 2 माइलको दौड थियो। अगाडिको साथी कङ्गारुको स्पिडमा, अगाडिको साथी एकदम स्पिडमा, म पनि के को काम, मैले पनि ठोक्दिएँ स्पिडमा। म धैर्य भएन त्यो दिन। मैले त्यो साथीलाई भेट्नु छ भनेर कुदेको आधा बाटो पुगेको त के को कुद्ने, खुट्टा त यति मोटो भएको जस्तो लाग्यो मलाई। अगाडि बढ्छु भनेको बढ्नै सकेन, अगाडि बढ्छु भनेको बढ्नै सकेन। अनि म के भयो? फेल। के भयो? फेल। मैले 600-700 मिटर पनि दौडेन होला त्यो दिनमा, किन मैले 100 मिटरको दौड जस्तो दौड्यो नि त अगाडि नै। म फेल। म फनक्क फर्केर आएँ, मैले सकेन, म फेल। हेर्नुहोस्, किन? त्यो दिनमा मेरो धैर्य नै भएन। मैले बिस्तारै 2 माइल हो नि त, टाढाको दौड हो नि त, मैले आरामसँग टक्क 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 बिस्तारै दौड्नु पर्ने, तर म त्यो धैर्य भएन। मैले एकैचोटि दौड्न खोजेँ, म फेल। अब अगाडिको साथी फेल भयो कि भएन थाहा भएन, किनभने म पुग्नै सकिनँ त्यहाँसम्म। सायद त्यो पनि बिच बाटोबाट फर्केर आयो होला जहाँसम्म लाग्छ। अनि हेर्नुहोस्, त्यसरी म धैर्य नभएको कारणले गर्दा म फेल भएँ। अनि फेरि म अर्कोचोटि गएँ। म अर्कोचोटि जाँदाखेरि मैले सोचेँ, मैले अब चाहिँ बिस्तारै टक्क टक्क मिलाएर दौड्नुपर्छ। अनि सिटी बजाएँ, त्यहाँ पनि स्वाट्ट सिटी बजाएँ, दौडेँ, टक्क 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 दौडेँ। दौड्दाखेरि हेर्नुहोस् है, दौड्ने क्रममा पहिलाको जस्तो हुनु लाग्यो मलाई। अझै पनि पहिलाको जस्तै खुट्टा जाम हुने जस्तो भयो। तर मैले के सोचेँ, मैले धैर्य गर्नुपर्छ है। अब एकछिन मैले धैर्य गर्नुपर्छ। मैले त्यो निशाना, त्यो लक्ष्यसम्म मैले पुग्नुपर्छ भनेर एकछिन मैले फेरि धैर्य गरेर दौडेँ। दौडेको त कस्तो भयो? हलुका पो भयो। दौडेको के भयो? हल्का 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 हुँदै गयो। अनि फेरि मैले त्यो त्यहाँसम्म पुगेर फेरि फर्केर आयो, म के भयो? पास। म के भयो? पास। हेर्नुहोस्, धैर्यले चाहिँ यसरी पास गराउँदो रहेछ। यदि तपाईँले यो विश्वासको दौड्ने क्रममा धैर्य साथ तपाईँले दौड्नु भयो भने तपाईँ कहिले पनि फेल हुँदैन, तपाईँ पास हुनुहुन्छ। त्यस कारणले गर्दा हामीले आजको वचन अनुसार एकदमै हामीले चाहिँ धैर्यको साथ
हामीले चाहिँ दौड्नु पर्छ। हेर्नुहोस्, अनि दौड्ने क्रममा चाहिँ विभिन्न किसिमको आपत, विभिन्न किसिमको मोडहरू, विभिन्न किसिमका आपत विपद दुःख कष्टहरू आउन सकिन्छ। हेर्नुहोस्, तर हामीले त्यो कुरालाई है, त्यो आपत विपद आयो भन्दैमा, त्यो दुःख आयो भन्दैमा, दौड्ने क्रममा त्यो समस्या आयो भन्दैमा तपाईँ र मैले नछोड्नुहोस्। किन? हेर्नुहोस्, त्यो उदाहरण पनि मेरै जीवनमा भएको हो, मेरो साथीसँग भएको हो। त्यो दिनमा जुन दिन मैले पास गरेको थियो नि, जुन दिनमा मैले पास गरेको नि, एकजना मैसँग परेको चगुङ्गो, ऊ अहिले विदेश छ है, ऊ विदेश छ अहिले। हेर्नुहोस्, दौड्दै गयो, त्यहाँबाट त फर्केर आयो। त्यहाँबाट फर्किँदा ट्याक्क मैले उसको अनुहारमा हेरिहालेँ। अनुहारमा हेरेको त उसको खुन यहाँबाट चुहिएको। हेर्नुहोस्, अझै 1600 मिटर बाँकी छ। 1600 दौड्यो, आउने बेलामा त उसको खुन पुरै चुह्यो। हेर्नुहोस्, तर हेर्नुहोस्, खुन कतिपय मान्छे त डराउँथ्यो, तर उसले धैर्य साथ दौडिरहे। खुन चुहिँदैछ, नाकबाट खुन लललल चुहिँदैछ, ऊ दौड्दैछ। लास्टमा त हेर्नुहोस् त, मलाई पनि नागेर गयो उसले। हेर्नुहोस्, मलाई पनि नागेर गयो। धैर्यको साथ दौड्यो उसले, छोडेन दौडलाई, छोडेन। खुन आइरहेको थियो तैपनि छोडेन। हेर्नुहोस्, समस्या आउँछ, बिचमा के आउँछ? समस्या आउँछ, आउन सकिन्छ। तपाईँ र मेरो जीवनमा दौड्ने क्रममा समस्या घुम्तिहरू आउँछ, तर हामीले दौडलाई छोड्नु हुँदैन। तब मात्र तपाईँ लक्ष्यकोमा पुग्न सक्छौँ, परमेश्वरको अगाडि तपाईँ र म पुग्न सक्छौँ। हेर्नुहोस्, माग्ने बुढा त्यसै हिरो भएको होइन नि। माग्ने बुढा छ नि, माग्ने बुढा त्यसै हिरो भएको होइन। 50 लाखको के भयो, अब नायक हो, सबभन्दा महँगो हिरो भएको नि। हेर्नुहोस्, तक्मे बुढाले, यो कथा तपाईँहरू सबैले सुन्नुभयो होला। तक्मे बुढाले गाडी चलाउने बेला, एउटा कथा है यो, फेरि यस कथाबाट पनि सिक्नुपर्छ त राम्रो कुरा। तक्मे बुढाले चलाइराखेको गाडी, हेर्नुहोस्, पल्टन बोकेको गाडी हो। फेरि पल्टन बोकेको गाडी चलाउँदैछ है, चलाउँदा तक्मे बुढाले कहाँ छोडिदियो? ओह्रालोमा। कहाँ छोडिदियो? अब ओह्रालोमा। हावा त किन सररररररर आइराखेको भनेको त, अघि नै गाडीको ब्रेक फेल। गाडीको ब्रेक फेल हुने बित्तिकै त्यो गाडीको स्टियरिङ कसले दियो? अब माग्ने बुढालाई। कसले दियो? माग्ने बुढालाई। माग्ने बुढाले हुँदैन, तपाईँले गाडीको एक त ब्रेक फेल गराउने, अनि ओह्रालोमा मलाई दिने गाडी हुँदैन भन्दै थियो। तैपनि जबरजस्ती गरेर दियो। माग्ने बुढाले फेरि पनि सलल लग्यो, बाटो के रहेछ? सिधा। अनि अर्कोचोटि पनि उसले चलायो, के गर्यो? ठुलो मोडमा हालिदियो। अब गाडी त केमा हालिदियो? ठुलो मोडमा हालिदियो। फेरि पनि स्टियरिङ कसले दियो? माग्ने बुढाले दियो अझै है। अनि फेरि पनि माग्ने बुढाले फनक्क गाडी घुमेर एउटा ढुङ्गामा ट्याक्क अल्झाइदियो, कहानी पनि खत्तम बनाइदियो उसले। अहिले ऊ चाहिँ सबैभन्दा के भयो? महँगो हिरो भएको छ। तपाईँ र मेरो जीवन, यसबाट बुझ्नुपर्ने कुरा के हो भन्दा, तपाईँ र मेरो जीवनमा पनि यस्ता मोडहरू, उतार चढाव है, उकालो ओह्रालो समस्याहरू आउन सकिन्छ। आज तपाईँ स्वर्गको हिरो बन्नु छ भने तपाईँले यस्ता कुराहरूलाई के गर्नु पर्यो? पुरा गर्नु पर्यो। ह्यान्डललाई छोड्नु भएन, तपाईँ र मैले स्टियरिङलाई छोड्नु भएन। ड्राइभरले स्टियरिङ छोड्यो भने सबै स्वाट गयो, सबै। ड्राइभरले स्टियरिङलाई छोड्यो भने सबै कहाँ जान्छ? खाल्टोमा जान्छ। हामीले छोड्नु भएन। हेर्नुहोस्, हाम्रो यो ह्यान्डल हामीले कहिले पनि नछोडौँ। जस्तो सुकै परिस्थिति आए तापनि, जस्तो सुकै मोड आए तापनि, जस्तो सुकै ओह्रालो ओकालो आए तापनि स्टियरिङलाई नछोड्नुहोस्। तपाईँ स्वर्गको हिरो बन्नुहुनेछ। आमेन। त्यस कारणले गर्दा यो वचनले तपाईँ र मैले एकदमै मनन गर्न जरुरी छ। हेर्नुहोस्, अनि
हामी अर्को कुरालाई हामी हेर्नेछौँ प्रेरितको पुस्तकलाई प्रेरित 1:4 प्रेरित 1:4 यहाँ चाहिँ तपाईँ र मलाई चाहिँ प्रतीक्षाको विषयमा भनिएको छ। तपाईँ र मैले दौड्ने क्रममा दौड हाम्रो चलिराखेको छ। अहिले हामी चाहिँ परमेश्वरले राखिदिनु भएको दौडमा छौँ, तर हामीले यो दौड्ने क्रममा हाम्रो चाहिँ एकदम प्रतीक्षा पनि हुनु जरुरी छ। हामीले प्रतीक्षा गर्न सक्नुपर्छ, तब मात्र हामीले चाहिँ त्यो दौडलाई हामीले चाहिँ पुरा गर्न सक्छौँ। तिनीहरूसँग भोजनमा बस्नु हुँदा उहाँले तिनीहरूले यस्तो आदेश दिनुभयो, तिमीहरू यरुसलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। यहाँ चाहिँ प्रतीक्षाको विषयमा बोल्दै हुनुहुन्छ र विशेष गरी तपाईँ र म चाहिँ परमेश्वरले राखिदिनु भएको दौडमा छौँ। तपाईँ र मले चाहिँ एकदमै प्रतीक्षा, किनभने हाम्रो दौड भनेको लामो दौड हो, छोटो दौड होइन। हाम्रो दौड भनेको लामो दौड हो। हामीले चाहिँ मुकुट पाउनु छ, त्यो स्वर्गको राज्यमा सुनको सडकमा तपाईँ र मैले चाहिँ पुग्नु छ। प्रतीक्षा गर्नुहोस्। यो प्रतीक्षाको विषयमा हामी हेऱ्यौँ भने हेर्नुहोस्, हामी 10 कन्याको दृष्टान्तले हामी हेर्न सक्छौँ। जसले चाहिँ प्रतीक्षा गर्न सक्दैन त्यसले चाहिँ दुल्हासँग भेट गर्न सक्दैन। 10 जना कन्याको बारेमा 5 जना निर्बुद्धि, 5 जना बुद्धिमती थियो। त्यहाँ चाहिँ दुल्हालाई पर्खिने क्रममा चाहिँ हेर्नुहोस्, दुल्हा अलि ढिलो हुन्छ। दुल्हा के हुन्छ, अलि ढिलो हुँदाखेरि 5 जना चाहिँ के हुन्छ भन्दाखेरि एकदम भुसुक्कै निदाउँछ। तेल पनि लाग्दैन, बत्तीमा तेल पनि लाग्दैन, केही नलगिकन उनले चाहिँ एकदमै चाँडै आउनुहुन्छ कि भनेर उसले भुसुक्कै त्यहाँ चाहिँ निदाउँछ। र मध्यरातमा दुल्हा आउँछ, 5 जनाको चाहिँ बत्ती निप्दैन, उज्यालो भएर उसले चाहिँ भेट्न जान्छ, दुल्हालाई भेट्न पाउँछ। 5 जना चाहिँ के गर्ने, न बत्ती छ न के छ, अँध्यारो, भेट्नै पाएन। प्रतीक्षा, त्यो 5 जनाले प्रतीक्षा गर्न सकेन। त्यो 5 जना निर्बुद्धिले दुल्हाको प्रतीक्षा गर्न सकेन। हेर्नुहोस्, यो दृष्टान्तले तपाईँ र मैले यो कुरो बुझ्नुपर्छ, हामी चाहिँ प्रतीक्षामा छौँ। हामी चाहिँ केमा छौँ, प्रतीक्षामा छौँ, दौडमा छौँ। त्यो 5 जना बुद्धिमती स्त्रीहरूको जस्तो बत्ती तपाईँको कहिले पनि निप्नु भएन। दौड्ने क्रममा तपाईँको विश्वास कहिले पनि निप्नु भएन। निभ्यो भने निर्बुद्धिहरू जस्तो दुल्हालाई भेट्नै पाउँदैन। हाम्रो निशाना, हाम्रो मिसन भनेको हाम्रो भेट चाहिँ को येशूलाई भेट्ने हो। कसलाई भेट्ने हो? येशूलाई भेट्ने हो। त्यस कारणले गर्दा दौड्ने क्रममा तपाईँको विश्वास निप्नु भएन। तपाईँ उज्यालो हुनु पर्यो, तपाईँको बत्ती चाहिँ बलिराख्नु पर्यो। विशेष गरी हेर्नुहोस्, तर प्रतीक्षा यसमा चाहिन्छ। प्रतीक्षा गर्नुहोस्, उहाँ चाहिँ एक दिन पक्कै पनि तपाईँ र मलाई चाहिँ लिन आउनुहुनेछ भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। हो, उहाँ ढिलो आउनुहुन्छ, तपाईँ र म सबैको उद्धार होस् भनेर। यो कुरो बुझ्नुपर्छ, तपाईँ र म सबैको उद्धार होस्, सबै स्वर्ग राज्यमा प्रवेश होस् भनेर यो कुरा ढिलो भएको हो। त्यस कारणले गर्दा हामी ढिलो भयो भनेर हाम्रो बत्तीलाई कहिले पनि ननिभाउनुहोस्, हाम्रो विश्वासलाई कहिले पनि ननिभाउनुहोस्। हर हमेशा तपाईँको विश्वास बलिराख्नुहोस्, उज्यालो भइराख्नुहोस्। त्यस कारणले गर्दा दौड्ने क्रममा तपाईँको विश्वास कहिले पनि निप्नु भएन। अनि हेर्नुहोस्, फिलिपी 3:14, फिलिपी 3:14लाई पढ्नुहोस्, हामी हेर्नेछौँ। अब लास्टमा आइसकेको छ हामी। फिलिपी 3:14। ख्रीष्ट यीशुमा परमेश्वरको स्वर्गीय बनावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु।
हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौ र तिमीहरू कुनै कुरामा विचारका छौ भने परमेश्वर तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौँ त्यसमा दरिला भई बसौँ। के भई बसौँ? दरिला भई बसौँ। हेर्नुहोस्, हामी चाहिँ संसारले राखिदिएको इनाममा छैनौँ। संसारमा राखिएको इनाम भनेको क्षणिकभरको हो, त्यो नाश भएर जान्छ। हामी भनेको स्वर्गको इनामको लागि, जसले चाहिँ अनन्त जीवन दिँदछ। अनन्तको लागि हो, क्षणिकभरको लागि होइन, अनन्त अनन्त अनन्तको लागि हो। यहाँ एउटा कुरा भनेको छ, के कुरा भन्दाखेरि केवल हामीले जे प्राप्त गरिसकेका छौँ त्यसमा दरिला भई बसौँ। मलाई अस्ति चाहिँ पास्टर सुब्बाले भनेको वचनले एकदमै छोएको छ, एकदमै छोयो मलाई। कसरी भन्दाखेरि हेर्नुहोस्, हामी आमा बुवाहरू, तपाईँहरू जो चाहिँ पढ्न सक्नुहुन्न है, तपाईँहरूले यो नसोच्नुहोस् तपाईँहरूले चाहिँ ममा केही पनि त्यस्तो वरदान छैन, मैले प्रार्थना गर्न पनि आउँदैन, मैले गीत गाउन पनि आउँदैन भनेर नसोच्नुहोस्। त्यस्तो नसोच्नुहोस्। यो सोच्नुहोस् कि तपाईँ र मलाई चाहिँ प्रभु यीशु ख्रीष्टले के कुरा दिनुभएको छ। तपाईँ र मैले चाहिँ प्रभु यीशु ख्रीष्टको बारेमा कति कुरा जानेको छ, त्यो विश्वासलाई पक्रिराख्नुहोस्। त्यो विश्वासलाई पक्रिराख्नुहोस्। त्यसबाट तपाईँ बाहिर नजानुहोस्। त्यसबाट तपाईँ बाहिर नजानु। जति तपाईँले सिक्नु भएको छ नि येशूको बारेमा, जति कुरा तपाईँले सिक्नु भएको छ, त्यो विश्वासलाई थमाइराख्नुहोस्, बचाइराख्नुहोस्। तपाईँले विश्वासको दौड पुरा गर्नुहुनेछ। तर त्यसबाट बाहिर नजानुहोस्। बाहिर नजाऊ फेरि, तपाईँ बाहिर नजानुहोस्। फेरि त्यसलाई छोडेर बाहिर जुन कुरा तपाईँले पाउनु भएको छ, प्राप्त गर्नुभएको छ, सिकिसक्नु भएको छ, त्यो कुरालाई समाति राख्नुहोस्। त्यो कुरालाई समातेर दौड्नुहोस्। तपाईँले के गर्नेछ? इनाम पाउनुहुनेछ, स्वर्गको इनाम पाउनुहुनेछ। यहाँ भनेको छ पक्रिराख्नुहोस्। जति तपाईँले सिक्नु भएको छ, जानेको छ, प्रभुको वचनबाट जानेको छ, त्यो कुरालाई के गर्नुहोस्? पक्रिराख्नुहोस्, समाति राख्नुहोस्, समातेर दौड्नुहोस्। तपाईँले स्वर्गको इनाम पाउनुहुनेछ। यो नसोच्नुहोस् मसँग यस्तो वरदान पनि छैन, मलाई प्रार्थना गर्न पनि आउँदैन, मलाई बाइबल पढ्न आउँदैन, त्यो नसम्झिनुहोस्। तपाईँले जुन कुरा येशूको बारेमा जान्नुभएको छ त्यसमाथि विश्वास गर्नुहोस्, तपाईँले इनाम पाउनुहुनेछ है। अनि हेर्नुहोस्, हामी चाहिँ एउटा दौडमा छौँ। मैले एकजना पास्टरले भनेको कुरा है, हामी दौडमा छौँ अहिले। हाम्रो लामो दौड हो। हाम्रो दौड भनेको लामो दौड हो। कति दौड्छौँ हामी? धेरैमा 60 वर्ष दौड्छौँ। कति वर्ष? 60 वर्ष, 60-70 वर्ष दौड्छौँ हामी धेरैमा। त्योभन्दा हामीले दौड्न सक्दैनौँ। अनि दौड्ने क्रममा हेर्नुहोस् है, एकजना पास्टर बाले भन्दै हुनुहुन्थ्यो, जीवनकालमा हामी मानिस जातिले जीवनकालमा आफ्नो उमेरभरिमा 3 वर्ष केमा बिताउँछ भन्दाखेरि बाथरुममा बिताउँछ अरे। 3 वर्ष कहाँ? बाथरुममा बिताउँछ। 3 वर्ष बाथरुममा बिताउँछ। अनि 3 वर्ष मात्र होइन है, जसले चाहिँ बाथरुममा लगेर मोबाइल साथ बाथरुममा जान्छ नि, 9 वर्ष बिताउँछ त्यसले। कति? 9 वर्ष। ग्यारेन्टी हो यो। 5 मिनट बस्नुपर्ने ठाउँमा मोबाइल हेऱ्यो भने 5 तिहां 15 मिनट खाइदिन्छ। पछाडि आउनेको झरिसक्यो, त्यसले छोड्नेवाला छैन। किन? मोबाइल छ। 9 वर्ष तपाईँको जिन्दगी टोइलेटमै गयो। कहाँ गयो? बाथरुममै गयो। 9 वर्ष। यो सम्झिनु, तपाईँ दौड्ने क्रममा 9 वर्ष चाहिँ बाथरुममै गयो। सुतेर 30 वर्ष। कति वर्ष? 30 वर्ष हो कि ल भन्नुहोस् त? सुतेर 30 वर्ष गयो त। अब कति बच्यो? अब कति बच्यो? कहिले गर्ने हो त हामीले दौड? कहिले गर्ने दौड? त्यस कारणले गर्दा हेर्नुहोस्, यो कुराहरूलाई ध्यान दिनुहोस्।
यो कुरालाई के गर्नुहोस्, ध्यान दिनुहोस्। तपाईँ र म चाहिँ परमेश्वरले राखिदिएको दौडमा छौँ। हामीले चाहिँ पुरा गर्नु जरुरी छ। जसरी चाहिँ त्यहाँ विश्वासका हिरोहरूले पुरा गरेको छ। साराले, अब्रामले, नोआले, मोसाले, दाउदले, इप्ताले, यी भनेको विश्वासका, हनोकले, यी भनेको के हो, विश्वासका हिरोहरू हो। आज तपाईँ र म पनि हिरो बन्नु छ भने परमेश्वरले राखिदिएको दौडलाई पुरा गर्नु जरुरी छ। आमेन। तर त्यसको लागि हेर्नुहोस्, परमेश्वरको वचनले तपाईँ र मलाई भनिएको छ, त्यो दौड पुरा गर्नको लागि तपाईँ र मैले चाहिँ हर किसिमका बोझ, हर किसिमका पापहरूलाई चाहिँ पन्छ्याउन जरुरी छ। हर किसिमका बोझलाई चाहिँ पन्छ्याउन जरुरी छ। ती पापहरूलाई हटाउन जरुरी छ। जसले चाहिँ बाधा दिन्छ, यी कुराहरूलाई के गर्नु छ, छोड्नु जरुरी छ। अनि धैर्य साथ दौड्नु जरुरी छ। र त्यति मात्रै नभइकन हामीले चाहिँ येशूलाई निशाना भएर दौड्नुपर्छ। येशूलाई निशाना गरेर दौड्नुपर्छ। जसले चाहिँ येशूलाई हेरेर दौड्छ त्यसको दौड के हुन्छ, पुरा हुन्छ। हेर्नुहोस्, आज हामीले कसलाई हेरेर दौडिराखेको छ? कसलाई हेरेर तपाईँले दौडिराख्नु भएको छ? बाइबलले भन्छ येशूलाई हेरेर दौड्नुहोस्। कसलाई? येशूलाई। हुन्छ, विशेष गरी आजको वचनले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। यहाँहरूलाई म फेरि पनि आजको वचनबाट यही उत्साह दिन चाहन्छु। दौड्ने क्रममा हर किसिमका यो बाधाहरू, यो मोडहरू आउन सकिन्छ। आज ती कुरालाई हामीले चाहिँ के गर्नु जरुरी छ, पन्छ्याउन जरुरी छ, हटाउन जरुरी छ। आज त्यो हटाएर तपाईँ र मैले चाहिँ येशूलाई निशाना बनाएर धैर्य साथ दौड्यो भने तपाईँले चाहिँ स्वर्गमा राखिएको इनामलाई तपाईँ र मैले चाहिँ पाउने छ। हुन्छ, परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। हुन्छ, म वचनले यतिमा राख्नु छ। बाँकी समय फेरि पनि म आदरणीय पास्टर बुवालाई दिन चाहन्छु। हुन्छ, ताली